सम्पूर्णमा नमस्कार। म मानबहादुर अमृत केसी, पेसाले शिक्षक। आज म यहाँहरूमाझ जुन चैत्र 20 गतेदेखि शिक्षक ऐनको निम्ति नेपाल शिक्षक महासङ्घले काठमाडौँमा आन्दोलन गरिरहेको छ, जुन आज 22 दिनसम्म निरन्तर रूपमा त्यो आन्दोलन जारी छ। जुन आन्दोलनलाई सरकारले दबाउन खोजिरहेको छ, वास्तवमा यो आन्दोलन त्यो शिक्षकको मात्र नभएर आम विद्यार्थी, आम अभिभावकको निम्ति एउटा शिक्षा ऐन जारी गर भन्ने एउटा आह्वानले यो शिक्षक आन्दोलन जारी छ। सोही आन्दोलनलाई म एउटा शिक्षकको नाताले समर्थन गर्दै मैले एउटा कविता लिएर आएको छु। मेरा यी कविताहरूले अवश्य पनि यो एउटा चाहिँ रचनात्मक कविता छ, जुन कविताले विद्यार्थी, अभिभावक, शिक्षक र सरकारलाई एउटा चाहिँ सन्देश दिन खोजिरहेको छ। अब बाँकी कविताबाटै। अब सुन्नु छैन तिम्रा उखान टुक्का, अब सुन्नु छैन तिम्रा उखान टुक्का, हामीले पनि सुनाउनु छैन कविता। दिक्क भइसके अभिभावक विद्यार्थी, ऐन जारी गर सरकार, हेर्नु छैन तिम्रो रमिता। ऐन जारी गर सरकार, हेर्नु छैन तिम्रो रमिता। 3 करोड जनताको अभिभावक हो सरकार, आन्दोलनरत ती अपाङ्ग शिक्षकको मर्म बुझ। बुद्धिजीवी सर्कलका पनि अभिभावक हौ, तिनीहरूले गर्ने निस्वार्थ भावनाको कर्म बुझ। तिमी यति निष्ठुरी नबन सरकार, तिमी यति निष्ठुरी नबन सरकार, ती अबोध विद्यार्थीको सत्तो श्राप लाग्ला सरकार। ऐन जारी गरी शिक्षकलाई स्कुल पठाऊ, सरकार छ भन्ने आशा र भर लाग्ला सरकार, सरकार छ भन्ने आशा र भर लाग्ला सरकार। हेर नियालेर सुन त्यो जमातको चित्कार, हेर नियालेर सुन त्यो जमातको चित्कार, आऊ मलम लगाऊ चिराइरहेको त्यो घाउ। त्यो लस्करको हातको थपडीले गुन्जेमान हुनेछ सहर, अवसर यही हो पुण्य कर्मको जस पाउने त्यो दाउ, अवसर यही हो पुण्य कर्मको जस पाउने त्यो दाउ। अझै ढिला भयो भने सरकार अब नाचिन्न, अझै ढिला भयो भने सरकार अब नाचिन्न, बरु खुट्टा भाँचिन्छ कि मरिन्छ कि बाँचिन्छ। कलमको तागत जब देख्नेछौ सरकार, तब बाध्य भएर शिक्षकका अगाडि घुँडा टेक्नेछौ सरकार, जब बाध्य भएर शिक्षकका अगाडि घुँडा टेक्नेछौ सरकार। बालाई खोज्दै लाखौँ शिक्षक छोराहरू सहर आएका छन्, बालाई खोज्दै लाखौँ शिक्षक छोराहरू सहर आएका छन्। आफ्नो अधिकार नपाएर न घर न घाटका भएका छन्। अब बालाई छोराहरूले सबक सिकाउनु पर्ने भो, अब बालाई छोराहरूले सबक सिकाउनु पर्ने भो। अझै अटेरी गरिरहे बालाई कलमको ताकत देखाउनु पर्ने भो, अझै अटेरी गरिरहे बालाई कलमको ताकत देखाउनु पर्ने भो। हस्त नमस्कार।